अहिले चाहिँ हामी बालाजु बस पार्कतिर छौँ होइन रातिको यस्तै 11 बजिरहेछ अब चाहिँ हामी यहाँबाट उता बुटवल जान लागेको होइन नाइट राइड 6 घन्टा जस्तो लाग्छ होला यहाँबाट त्यहाँ पुग्नलाई भनेको 11 भनेको चाहिँ हामी जस्तै मर्निङको 5 बजीतिर पुग्छौँ रातभरि बाइकै कुदाउने हो बिचबिचमा अब रेस्ट लिँदै कुदाउने हो बेलुका त हाइवे कुदै हुन्छ सो फाइनली हामी मलम्की आइपुग्यो अब यहाँबाट टक्क अगाडिबाट राइटमा लिएर जान्छौँ काठमाडौँ छोड्दैछौँ त्यो डमीलाई मैले होइन ट्राफिक भनेर भन्ठाले कि यो डमीलाई बेलुका पनि यति राति ट्राफिक बसिरहेछ भनेर सोचिरहेको पेट्रोल पम्पहरू पनि बन्द गर्न थालेछ त अहिले त पहिला त खुल्लै हुन्थ्यो ट्याक्क हामी चाहिँ अहिले मलेको आइपुग्यो अब यहाँनिर कफी ब्रेक लिनुपर्छ जस्तो छ है अब हेर्नु काठमाडौँ हजुर बुटवल के को चेकिङ हो बेलुका चेकिङ भन्नै मिल्दैन ए त्यो भन्न मिल्छ र पुलिसले जतिखेर पनि सँग लागेको व्यक्तिलाई अनुसन्धान गर्न मिल्छ हजुर तपाईँले के को चेकिङ भन्नै मिल्दैन कहाँ पुग्नु बुटोल हजुर कहाँबाट आउनु काठमाडौँ भारतीय कहाँ उतै हो काठमाडौँ भिडियो खिच्नु के गर्नु हजुर भिडियोग्राफर हो म फोटोग्राफर क्यामेरा हामी रोकेर ब्रेक लिनुपर्छ यता यहाँनिर रोक्छु है म यहाँनिर चाहेर जानु पर्यो कति बजेछ यार 1 पनि बजेको छैन रहेछ 1 बज्नलाई 10 मिनट बाँकी छ टक्क यहाँनिर मलेकुमा चाहिँ एकछिन कफी ब्रेक लियो होइन अनि यहाँनिर चाहिँ माछा चाहिँ एकदम टेस्टी हुन्छ यहाँको माछा नि खाइयो यहीँ मस्याङली खोलाको माछा आउँछ भन्छ होइन तर आउँछ कि आउँदैन चाहिँ थाहा छैन जहाँको भयो भने टेस्टी त्यो माछा चाहिँ माछाको लागि फेमस छ यो ठाउँ चाहिँ यहाँबाट जान्छौँ हामी
चाहिँ ठ्याक्क यहाँनिर बुटोल जाने बाटोमा छौँ होइन चितवनमा आइपुग्यो अहिले 4 बजिरहेछ बिहानको फेरि टी ब्रेक लिन लागेको टी ब्रेक लिएर फेरि अब सिधै बुटोल जान्छौँ अब अराउन्ड त्यस्तै 114 किलोमिटर देखाइरहेको थियो अराउन्ड त्यस्तै 100 किलोमिटर जस्तो छ बुटोलसम्म अब त्यस्तै 6-7 बजीतिर पुग्छौँ होला मर्निङको सनराइज पनि अब बाटोमै हेर्छौँ हामी फगले गर्दा केही पनि देखाएको छैन यहीँ पनि रोड चाहिँ सिधै छ होइन तर फगले गर्दा केही पनि देखाएको छैन यहीँ पनि देखाएको छैन ज्याला भइसक्यो यहाँनिर दामी रहेछ के फग है त्यो कस्तो खतरा लाग्यो मलाई त यार त्यहाँ एकछिन बस्छौँ हामी अनि जान्छौँ बाइकै लगिदिउँ न तलबाट बाटो रहेछ नि यहाँनिर त्यो भ्यू दामी रहेछ अनि त्यही भएर हेरेर आएको होइन बाइक जहाँसम्म जान्छ त्यहाँसम्म जाने त्यसपछि हेर्ने हो टक्क आएर यहीँ राखिदिनु पर्ला कस्तो सही देखिरहेछ क्या गोप्रोमा चाहिँ आएको कि छैन दामी देखाएको छ तर It's 7:30 AM in the morning अनि हामी चाहिँ अहिले दाउनी भन्ने ठाउँमा छौँ होइन अनि यहाँबाट चाहिँ अब बुटोल 30 मिनट जस्तोमा पुग्छौँ होला राइड गरेर बाटो एकदम धुलै छ र चाहिँ हामी अब ब्रेकफास्ट गरेर अनि त्यस्तै 30 मिनट जस्तोमा यहाँबाट हुन्छ होला रेस्ट गरेर I don't ever slow up, no I don't take shit I got no love for the fakeness If you wanna play tough and wanna hate this I'll always show up and make a statement I don't ever slow up, no I don't take shit I got no love for the fakeness If you wanna play tough and wanna hate this I'll always show up and make a statement Everything I do so instinctive and so passionate Every word I move so descriptive like an adjective I got a vendetta against people who patented Being negative when you should be getting after it I got facts over tracks This and that, spitting slow, spitting fast I could roast, I could gas, think I'm okay at last But I don't know if that can erase all the past And the pettiness, a reflection of the emptiness Hilarious, you think you're worth my time, you're delirious Mysterious, because you are behind a fake exterior Inferior, you know all